नमस्ते। आज म तपाईहरुलाई चाहिँ यो बिन कार्डको प्रयोग कसरी गर्न सकिन्छ भनेर सानो स्टोरहरुमा पनि हामीले बिन कार्डको प्रयोग गर्यो भनेपछि ठ्याक्क हेर्दा बित्तिकै आफ्नो स्टोरमा भएको सामग्रीहरुको अवस्था कस्तो छ भनेर हामीले चाहिँ हेर्न सक्छौं। अहिले हामीले यसरी बिन कार्डको लागि एउटा फर्मेट बनाइएको थियो, यो प्रोभिन्स हेल्थ लजिस्टिक म्यानेजमेन्ट सेन्टर पीएसएलएमसी वीरेन्द्रनगर भनेर। अहिले हामी विशेष रूपमा चाहिँ यो छेरोको औषधिहरुको स्टोरमा छौं। यो हामीले यसरी मिलाएर राखिरहँदै गर्दाखेरि यो एउटा औषधिको बिन कार्ड कसरी भर्ने भन्ने सिकाउँदैछु। यो चाहिँ लिभोफ्लोक्सासिन मेरो 250 mg भयो। अब यसलाई हामीले पहिला सुरु FIFO फर्स्ट एक्सपायरी फर्स्ट आउट जसरी हामीले ब्याच नम्बर देखिने गरेर राखेको हुन्छौं। अब त्यो औषधिको नाम चाहिँ यहाँ कमोडिटी लेभल या ब्याच नम्बर भनेर छ। अब यसको ब्याच नम्बर कति रहेछ भनेर हामीले यहाँ हेर्छौं। ब्याच नम्बर चाहिँ यहाँनिर देखाइएको छ LBAH 134 भनेर छ। अब यसलाई चाहिँ हामीले यहाँनिर यसरी लेखिदिन्छौं LVAH 314 भनेर। अनि यो औषधिको नाम चाहिँ के हो भनेर यहाँनिर हामीले लिभोफ्लोक्सासिन भनेर छ। अनि यहाँनिर हामीले के गर्छौं, यसको जेनेरिक नाम चाहिँ यसरी लेखिदिन्छौं। अनि यो कति एमजी को हो सबै डिस्क्रिप्सन चाहिँ खुलाइदिन्छौं। अनि त्यसपछि यो युनिट भनेर छ, यहाँनिर हामीले के गर्छौं ट्याब्लेट भनेर यसरी लेखिदिन्छौं, ट्याब्लेट हो। अनि मल्टिपल ब्याचहरु छ भने या एक वा दुई भन्दा बढी ब्याचेसहरु छ भने त्यसमा चाहिँ हामीले 6 भनेर लेखिदिन्छौं र यहाँनिर ब्याच नम्बर खुलाइदिन पनि सक्नुहुन्छ। र यो औषधिको एक्सपायरी डेट कहिले हो भनेर पनि ठ्याक्कै यहाँनिर लेखिएको हुन्छ। त्यो एक्सपायरी डेट पनि हामीले डिसेम्बर 27 भनेर छ, डिसेम्बर 2027 भनेर छ, यसरी राखिदिन्छौँ। र अब हामीहरूको यसमा चाहिँ सुरुको उसमा चाहिँ तपाईहरुले के पनि गर्नु परेन, पहिलो स्टक कति छ भनेर मात्रै राखिदिँदा पनि हुन्छ हैन। यहाँनिर तपाईले प्राप्त गर्दाखेरिको दाखिला या हफा प्राप्त गर्नुभयो भनेपछि त्यो हफा नम्बर लेख्नुहुन्छ, कहिले प्राप्त गर्नुभयो भनेर यहाँनिर प्राप्त गरेको डेट लेख्छौं। अब मानौ अहिले चाहिँ जुलाईको 30 मा हामीले प्राप्त गर्यौं भनेर छ। यहाँ कति छ ल मानौ तपाईले रिसिभ कहाँबाट रिसिभ गर्नुभएको भनेर आउँछ। यो चाहिँ हामीले नेपाल ट्युबरक्लोसिस सेन्टर एनटीसी बाट प्राप्त गर्यौं, कति 5000 ट्याब्लेट भनेर यसरी लेखिदिनु पर्यो। अनि अब तपाईले अर्को दिन अहिले चाहिँ तपाईले इस्यु गरेको छैन भनेपछि तपाईको यहाँनिर ब्यालेन्समा के हुन्छ, अन ह्यान्डमा चाहिँ 5000 भन्दैन 5000 ट्याब्लेट हुन्छ। त्यसो ब्याच नम्बर यहाँनिर लेखिदिनु पर्यो, फेरि त्यही ब्याच नम्बर LBAH 314 भनेर। यति नै भयो। अब तपाईले आफ्नो स्टोरमा आएर हेर्नुभयो भने तपाईसँग अहिलेको स्टक कति छ 5000। अब तपाईले आएर फेरि अब जुलाई 30 मै कोही तपाईको जिल्लाबाट आउनुभयो, सुर्खेतबाट आउनुभयो भनेपछि अब तपाईले दिनु पर्यो। त्यहाँनिर के गर्नु पर्यो, अब दिँदै गर्दाखेरि जुलाई 30 मै दिनुभयो भने 30 लेख्नु पर्यो। त्यसपछि यहाँनिर क्वान्टिटी रिसिभको केही पनि गर्दैन, इस्यु भनेर यहाँनिर लेखिदिन्छौँ। इस्यु गरेको कसलाई चाहिँ हामीले PHSO यहाँनिर इस्यु गरेर PHSO भनेर लेखिदिन्छौँ। कति क्वान्टिटी गर्नुभयो त भन्दाखेरि 1000 वटा भनेर यसरी लेखिदिन्छौँ। अब यहाँनिर घट्यो, तपाईसँग स्टक अन ह्यान्ड कति भयो 4000 भनेर भयो कि। अनि यसरी तपाईहरुले आफ्नो स्टोरमा आउँदा बित्तिकै तपाईको बिन कार्डबाट चाहिँ तपाईहरुसँग कति छ भनेर हामीले हेर्न सक्छौं। हस्, थ्यांक यू। त्यसरी अलि अब कुनातिर